आजको भिडियो सुरुवात हुँदैछ गाइज। यो सागसब्जी लगाएको मैले। यो सागसब्जीमा पानी हाल्ने कार्यक्रम हुन्छ। बिहान करेला उता थियो, त्यता पर्थ्यो के मैले फेरि त्यहाँबाट गोडाइ गर्दैन आएको उम्कियो यो बुढा। त्यही भएर छाडेको। अब खै पर्छ कि पर्न। अनि छाडमा यहाँ मकै बच्चाहरूले खान्छ भनेर अलिकति मकै लगाइदिएको होइन, पोली खाने बिजन छ अब अरूको मुख हेर्नुभन्दा। अब फिलहाल अब यस्तै रात ठाउँमा बसेको छ, घरहरू यस्तै छन् यहाँ। त्यही भएर सानो किचन गार्ड टाइप जस्तो जग्गा मिलाएको छ क्या हामीलाई। त्यही भएर बच्चाले खानेको लागि पोली खाँदा भइजान्छ नि मिहिनेत गरेपछि त। त्यही भएर यहाँतिर चाहिँ यो दिदीहरूको कोठा छ भने उतापट्टि मेरो कोठा हो। अनि यस्तै चल्दैछ हाम्रो दिन दुनियाँ। अहिले मकैलाई पानी हाल्ने हो, पछि फेरि मिर्चाहरू पनि आज मैले गोडाइ गरेको। उताको त डल्ले खोर्सानी छ, 4 वटा टमाटर छ। अनि यता फेरि अर्को वाला खोर्सानी हो। यहाँतिर करेलाको बुटा छ कि यता मकै छ। अब पानी पनि हालेछौँ। हजुरहरूले मेरो च्यानललाई माया गरिदिनु होला, सब्सक्राइब गरेर सेयर गरिदिनु होला। झाडु लगाउनु पऱ्यो पहिला झाडु लगाएर चिरी ट्याक्ट बनाउनु पऱ्यो नि चुलोलाई। छन् त अब ग्यास पनि छ। अब राजमाको दाल पकाउने। राजमाको दाललाई फेरि टाइम लाग्छ अब रोटी किन्ने कारणले। यो इट्टाले बनाएको चुलामा हामीले खाना बनाउनु लाग्छ है। ओहो आगो जलाउने कार्यक्रम। आगो त बाल्नु पर्यो। टमाटर छ फ्रिजमा। यहाँतिर बच्चाहरू गुबाराको लागि झगडा गर्दैछन्। मिस्टो के हो, मेरो नातिनीलाई दिँदैन गुबारा, फजुले दिँदैन। अर्को कसरी लुएर हेर्छ। म्याउ केही भन्थे गाईहरूलाई। एउटा सानो गुबाराको लागि लड्दैछन्। एउटालाई सानो भएपछि दुईटालाई सानो चाहिएको, ठुलो भएपछि दुईटालाई ठुलो चाहियो गरे। दुईटा बच्चा भयो भने त्यस्तो आफत। यहाँतिर अब दाल बसाल्ने हो मैले। ल्याऊ त लाइटर ल्याऊ। यतातिर दाल पाक्दैछ भने साथीहरू यतातिर प्याज। यतातिर हाम्रो उता जमाइ गयो। अब दुईटा बच्चालाई लागि दुईया हामी एउटा छमा जाने के गर्दैन अब। यता चाहिँ मसला कुट्ने कार्यक्रम। हेलो मसला के पिस्दैछ नि यसमा? यसमा धनिया मिर्चा अब जिरा लसुन लसुन लास्टमा बच्चाहरूले पछाउँदै जमाइलाई कहाँ जानु लाग्छ तिम्रो बच्चाहरू? फौजीमा दुई गर्छौ आमा जाने ऊ हेर। उठा धनिया कुटेर अब लसुनको बारी आयो। अलि मसिनो है। ए धनिया त सिँगै देखिरहन्छ त मसलामा। मैले गर्छु यस्तो तरिकाले लसुन र कुटेर दाल खाने हो। हजुरले खाने भए आइजानु होला। मेरो मासीको हातको दाल खानुलाई त कस्तो हुन्छ। ओइ यता आऊ तिम्रो, आऊ यता। भाँडा टपमा भाँडा छ नि लाउनु साथीहरू। यहाँ सोलनको ओस्कारको मन्दिरको दर्शन गर्नु। अब यतातिर पनि घाम पुगिसक्यो कि अब डाँडा यस्तो देखिन लाग्यो। यहाँ दाल पाकिसक्यो र मैले भुइँमा झारिसकेँ। अब दाल भुट्नेको तयारीमा छु। यतातिर तेल बसालिसकेँ अनि तेल तातिसकेको छ। अब मैले हाल्नेछु जिरा। यो जिरा हालेको छ मैले। लाइट जल्दी हुन्छ। अब जिरा रातो भइसक्यो। अब हाल्ने तयारीमा छौँ हामी प्याज। प्याज हालिसकेपछि अब हल्का बढाउनु है। फाइनली साथीहरू मेरो प्याज पाकिसकेको छ। भिडियोको क्वालिटी अलिक हल्का यस्तै आएको छ। अब मैले हल्दी हालेँ। सिम्पल दाल बनाउने सिम्पल नै कहाँ हल्दी हालेँ। प्याज पाकिसक्यो साथीहरू। अब यहाँ मेरो यो अदरक लसुन अलि धनियाँ अलिक मसला हाल्नु छ अघि कुटेको। अब यसलाई फेरि फ्राई गर्ने। अब अँध्यारो भयो के गर्नु। अब प्याज मसला भइसक्यो साथीहरू। अब यहाँ नुन हालिदिनु पऱ्यो होइन। नुन त अब सबैलाई थाहै छ। अनि आफूले जति सक्नुहुन्छ खाने म अलिक धेरै नै खान्छु नुन त। तर हाल्नु सक्दैन। अब घरमा कसैले मिलेर खान्छ, कसैले खान्नन्। यहाँ त्यसरी हावा चल्यो साथीहरू। हजुरले मेरो भिडियो हेरिदिनु होला। म कसरी दाललाई फटाफट भरेर अनि पाकिसकेपछि देखाउँछु। अनि रेसिपी त हल्का सेयर गर्ने भनेको थिएँ, के गर्ने अब हावा चलेर यो तावा लगाइकन यहाँ अगाडि दाल हाल्दैछु। हाम्रो दाल पाकिसक्यो। फाइनली साथीहरू हाम्रो भात पाकिसक्यो। अनि यता यो मुर्गाको खुट्टा टाउका। अनि यतातिर दाल अघि नै बनाएको दाल यो है। अब हामी खाना खाँदैछौँ। अब लागेको अघि नै खाना बनाएको भिडियो हो बनाउँदै थिएँ। खाएको हामीले देखाउन सकेनौँ किनकि लाइट गएको थियो हाम्रो रुममा। त्यही भएर हामी भात खाएर सुत्न लागेको।
यिनी मेरो नातिनी बाई गुड नाइट भनिदेऊ गुड नाइट आन्टी अङ्कल भनिदेऊ नानु भन के गर्ने साथीहरू अब यतिकै भयो आजको भिडियो त्यसलाई माया गरिदिनु होला सपोर्ट गरिदिनु होला नि मेरो प्यारी नातिनीको लागि एउटा राम्रो कमेन्ट गरिदिनु होला आफ्नो आमा बाबु टाढा बस्यो पापालाई माया गरेको हो याद गरियो अच्छा हस् त साथीहरू आजको भिडियो यति नै भयो प्लिज लाइक कमेन्ट सेयर गरिदिनु होला तपाईँको लागि गुड नाइट बाई गरिदेऊ बाई गुड नाइट भनिदेऊ गुड नाइट ओके